अहिले तत्कालै सबै कुरा सम्भव नभए पनि भोलि भविष्यमा हामी एक हुन सक्छौँ नि। अब मलाई नरोक्नु। हामीले बारम्बार सोच विचार गरेर नाफै हुन्छ भनेर गरेको व्यवसायमा पनि कहिलेकाहीँ घाटा हुन सक्छ। कलेज पढ्दा एउटा विषय छानिन्छ, पछि त्यही विषय आफ्नो लागि सही नलाग्न सक्छ। कहिलेकाहीँ आफूले हिँड्दै गरेको बाटो गलत हुन सक्छ। त्यसैले जीवनमा हामीले लिएका अनेकौं निर्णय सधैँ सही हुन्छन् भन्ने हुँदैन। जब गलत रहेछ भन्ने लागेपछि गर्दै आएको व्यवसाय छोडिन्छ, पढ्दै आएको विषय छोडिन्छ, अनि हिँड्दै गरेको बाटो मोडिन्छ भने कुनै बेला सही लागेर आफैले रोजेको मान्छे पछि गएर गलत हो भन्ने लागेपछि अरू कुरा जस्तै जीवन साथी छोड्न किन सकिँदैन? त्यही सजिलो होस् भनेर नेपालको कानुनले सम्बन्ध विच्छेदको व्यवस्था गरेको छ। सँगै भएर दुखी मात्र रहनु भन्दा छुट्टिएर खुसी भइन्छ भने जबरजस्ती सम्बन्ध टिकाइराख्नु जरुरी हुँदैन। समाजले के भन्छ, आफन्तले के भन्छ भन्ने डरले मनभित्र पीडा गुम्साएर राख्नु हुँदैन। सबैभन्दा पहिला आफ्नो लागि बाँच्ने हो, आफू खुसी हुने हो, त्यसपछि मात्रै अरूको बारेमा सोच्ने हो, अरूको लागि बाँच्ने हो।